पक्कै पनि तपाईँले पनि धेरै समयदेखि नै सुन्दै आउनुभएको होला एम्बुस नम्बर तपाईँको कार गाडी बाइकहरूको नम्बर प्लेट जुन चाहिँ एम्बुस नम्बर अनिवार्य गर्नुपर्छ र यो चाहिँ तत्कालै गर्नुपर्छ र यति तोकिएको समयमा नगरे यस्तो यस्तो हुन्छ भनेर तपाईँले सुन्दै आउनुभएको थियो। एक जमाना धेरै यसले माहौल तताएको पनि थियो, के चिज हो यो, कस्तो चाहिँ हो भन्ने कुरो, र धेरै एक्सपेन्सिभ पनि पर्थ्यो र विवादमा पनि परेको थियो। र त्यो के हो, कसरी हो, त्यसले के फाइदा छ, के नोक्सान छ, त्यसले फाइनहरू कसरी काटिन्छ र त्यसको के फाइदा छ, यी सबै डिटेलहरू तपाईँलाई म बताउँदैछु। किनभने मेरो एम्बुस नम्बरमा चाहिँ कसरी चलान काटिन्छ, मैले ट्राफिक रुलहरू चाहिँ उल्लङ्घन गर्दाखेरि चाहिँ कसरी चाहिँ फाइनहरू भर्नुपर्छ, अनलाइन फाइन, यो सबै डिटेलहरू तपाईँलाई म आफैले देखाउन गइरहेको छु र स्किप नगरी हेर्नुभयो भने तपाईँलाई पनि केही न केही फाइदा अवश्य हुनेछ है त। ओके, ढिला नगरी मेरो आफ्नै फोनको स्क्रिन तपाईँहरूमा सेयर गर्न गइरहेको छु। स्किप नगरी भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। लेट्स चेक इट आउट। सबैभन्दा पहिला गुगलमा जाने, त्यस पछाडि ई चलान टाइप गर्ने र फर्स्ट इन्टरफेस टपमा आएको छ ई चलान परिवहन, यसलाई टाइप गरिदिने। यो ब्राउजरमा जाने र त्यस पछाडि यो साइटमा रिडाइरेक्ट गर्छ। तपाईँले चलान नम्बर अनि भेहिकल नम्बर र डिएल नम्बर यो मेन्सन गरेर चाहिँ तपाईँले यहाँबाट क्याप्चा फिलअप गरेर गेट डिटेल गरेर तपाईँले आफ्नो डिटेल पाउन सक्नुहुन्छ। यसै गरी म आफ्नो भेहिकल नम्बर राख्न गइरहेछु। भेहिकल नम्बर राखिसकेपछि तल्लोपट्टि यहाँ हेर्न सक्नुहुन्छ, यसलाई क्याप्चा राख्नुपर्ने छ। यो चाहिँ एक्ज्याक्टली जस्तो छ त्यस्तै नै राख्नुपर्ने हुन्छ। यहाँनिर स्मल क्यापिटलको कम्बिनेसन हुन्छ, कुनै पनि वर्ड। त्यस पछाडि गेट डिटेल। अब यहाँनिर तपाईँले बाई आधार कार्ड या त बाई मोबाइल नम्बर जुन चाहिँ तपाईँको रेजिस्ट्रेसन भएको हुनुपर्ने छ भेहिकल नम्बरसँग, र गेट ओटिपी। अब तपाईँको रेजिस्टर्ड मोबाइल नम्बरमा जानेछ, जस्तै फर 451908। ओके, यसलाई यहाँ भेरिफाई ओटिपी गर्नुपर्ने छ। ओके, आइसकेको छ। यहाँ तल्लोपट्टि हेर्न सक्नुहुन्छ, यहाँ भयो इन्टर नेम अनि डिएल, आरसी नम्बर, ट्रान्जेक्सन आइडी, स्टेट यो कहाँ गरेको है, यो जस्तै यहाँ डब्लुबी एचआर, यो एचआर हरियाणा। अरू स्टेटमा यो कोड हो, यो डब्लुबी भनेको वेस्ट बेङ्गल ट्राफिक है। यहाँ चलान डेट रहेको छ, यो 26/2/16 49 सेकेन्डमा। एमाउन्ट 2500, पेन्डिङ, स्ट्याटस पेन्डिङ रहेको छ। र यो सोर्स अफ एनए भनेको, अब यहाँ चलान प्रिन्ट तपाईँले यहाँ गर्न सक्नुहुने छैन, रिसिभ पनि गर्न सक्नुहुन्छ। अब यहाँनिर पे नाउ, यदि तपाईँले यहाँनिर भेरिफाईको अप्सन आउँदाखेरि कसरी यसलाई फेरि पे नाउको ल्याउने, त्यो मैले योभन्दा अगाडि बनाइसकेको छु। यदि चाहिन्छ भने चेकआउट गर्न नबिर्सिनु होला। अब पे नाउ यसलाई क्लिक गर्ने। त्यस पछाडि यहाँनिर तपाईँलाई यस्तो इन्टरफेसमा रिडाइरेक्ट गर्नेछ। पेमेन्ट आइडी देखाउनेछ, एमाउन्ट कति 2500 ओन्ली। अनि त्यस पछाडि पेमेन्ट सोर्स अफ फन्ड तपाईँले जिआरआइपिएस, यो चाहिँ एउटै मात्रै सेलेक्ट गर्न पाउनु सक्नुहुनेछ, अरू अप्सन छैन। यही नै तपाईँले टिक गर्नुपर्ने हुन्छ र टर्म्स एन्ड कन्डिसनलाई एक्सेप्ट गर्नुपर्ने हुन्छ र एन्ड देन सबमिटको बटनलाई प्रेस गरिदिने। ओके, अब तपाईँलाई यहाँनिर प्ले स्टोरबाट पनि आइओएस र एन्ड्रोइड दुइटै भर्सन छ। यो रिमाइन्डर गर्न चाहनु हुँदैन भने डन्ट डु रिमाइन्ड मी अगेन यसलाई ट्याप गरिदिने, र ब्राउजरैबाट गर्न हुन्छ भने चाहिँ कन्टिन्यू टु ब्राउजर है त। अब यहाँ तपाईँले फिलअप गर्ने टाइमिङ चाहिँ 4 मिनट 40 सेकेन्ड छ अहिले मेरो प्रेजेन्ट है। यहाँ पुरै डिपोजिटरको डिटेलहरू, नेम, नम्बर, इमेल आइडी, एड्रेस यहाँ सबै देख्नेछ। एमाउन्ट यहाँ तपाईँले मजाले चेकआउट चाहिँ गर्नु होला तपाईँले पेमेन्ट गर्नुभन्दा अगाडि है। अनि त्यस पछाडि यहाँनिर टोटल एमाउन्ट देखाएको छ र भेरिफाई चेक भनेको छ, यसलाई टिक हान्नुपर्ने हुन्छ। अब यो चाहिँ फेरि तपाईँले स्क्रल गरेर अप एन्ड डाउन गरेर मजाले चेकआउट गर्न सक्नुहुन्छ। रिफ्लेक्ट नम्बरदेखि लिएर चाहिँ यहाँ आइडेन्टिफिकेसन नम्बर, फ्रिक्वेन्सी एन्ड पेमेन्ट नम्बर, एभ्रिथिङ यहाँ पिरियडहरू डिटेलहरू छ। अब यसलाई दायाँ बायाँ धेरै नकोटिकन म सिधै नेक्स्टको बटनलाई पेमेन्ट क्लिक गरिदिन्छु। पछाडि यस्तो इन्टरफेस आउँछ। अब यहाँ पनि तपाईँले पेमेन्ट मोड र ब्याङ्क डिटेल चाहिँ यहाँनिर फिलअप गर्नुपर्ने हुन्छ। अप्सन यहाँनिर एउटै मात्रै छ, यसलाई सेलेक्ट गरिदिनु पर्ने हुन्छ। पे थ्रु, के को थ्रु है, पेमेन्ट गेटवे ब्याङ्क। ओके, त्यस पछाडि नेक्स्टको बटनलाई प्रेस गरिदिने र यहाँनिर तपाईँको एउटा जिआरआइपिएस पेमेन्ट आइडी चाहिँ जेनेरेट भइसकेको छ र यहाँ नम्बर पनि छ, यसलाई ओके गरिदिने है। त्यस पछाडि तपाईँ प्रोसेसमै हुनुहुन्छ, अझै तल जाने स्क्रल गर्ने र त्यस पछाडि पे नाउ। ओके, यसलाई गरिसकेपछि तपाईँलाई यो
साइटमा रिडाइरेक्ट गर्नेछ। ओके, यहाँनिर क्युआर कोड जेनेरेट पनि गर्न सकिनेछ। मैले यहाँ क्लिक गरेँ र अब यो क्युआर कोड चाहिँ जेनेरेट भएर आएको छ। ल त गाइस, फाइनली पेमेन्ट भइसकेको छ। चलान पेमेन्ट हेज बिन रिसिभ सक्सेसफुली। चलान नम्बर यति, एमाउन्ट 2500, भेकल नम्बर, स्ट्याटस सक्सेस, ट्रान्जेक्सन आइडी डब्ल्युबी यति, पेमेन्ट नम्बर यति, ब्याङ्क ट्रान्सफर यति, एभ्रिथिङ इज कम्प्लिट सक्सेसफुली भइसकेको छ। अब गर्ने पालो छ जेनेरेट पिन युवर रिसिभ। यो रिसिभलाई चाहिँ म यहाँनिर च्याटै लगाएर सेभ गरेर पिडिएफमा राख्छु है त। यो मैले अहिले पेमेन्ट गरिसकेँ। चलान 2500 इन ट्रान्सफर कन्भर्ट टु नेपाली रुपिस 4000 ओन्ली। ओके, ल त गाइस, यसरी चाहिँ चलान चाहिँ पेमेन्ट हुँदो रहेछ, हेर्न सक्नुहुनेछ। ओके, भिडियोलाई कम्प्लिटली हेरिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा यस्तै युजफुल एन्ड इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त वन्स अगेन थ्याङ्क यू सो मच फर फुल वाच। धन्यवाद, नमस्ते, जय नेपाल।